Moment of the day. भोलि चाहिँ हाम्रो बेबी आरबको पास्ने नानीलाई लिएर सपिङ गएको थियो अनि सबैसँग मान्ने गएर हाँस्ने गरेर पालो पालो बोकिराख्नु भएको थियो। दादा र बुवा पनि काठमाडौँबाट आइपुग्छ्यो। खाऊ मामले के गरिदिनुहुन्छ? अब नातिको पास्ने पूजाको सदर बनाउँदैछु, अक्षता भर्दैछु। अनि आन्टी चाहिँ के गरिदिनुहुन्छ? म यहाँ फुल पकाउँदैछु, के भने यता गरेछु त गरेछु, 5वटा दिदीबहिनीमा एउटा आछु, पहिले आउनु भएन। अनि अहिले चाहिँ पुरी हाल्दैछु। हुन्छ, त्यो आगो बालेर ठिक्क पार्दैछु आन्टी मैले सेलरोटीलाई। काउली, दाल, फर्सीको मुन्टा। सर्वभूत निवासो शिवं Moment of the day. अझै खाने धुनु हुन्थ्यो नि ल नमस्कार ल ओहो नाति नगाएर हाँसे ल भिडियो ल आज अन्नप्राशन ल वंश फैलिँदै गएको अब तेस्रो पुस्ताको छ आज अन्नप्राशन ल जन्माउने सर्ने ब्रेक दिनुपर्छ हजुर मेरो त्यो प्रोफेसनल गुरु नेपाली सेनामा हजुर नेपाली सेनाबाट अवकाश भयो नाच्यो ल है खान तो यसपछि हामी एकछिन फोटोसुट गर्यौं र घर फर्क्यौं। के छ? हजुरहरूको माया, शुभकामना र साथले आजको दिन अझै विशेष बनेको छ। आज पास्नीमा उपस्थित भई आशीर्वाद दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद।